नमस्ते दर्शन। यो पृथ्वीनारायण शाहको पालोमा यो लडेको ठाउँ यो गडी भन्ने ठाउँ अरे हैन। यो ठाउँ कुन हो भन्दाखेरि सङ्खुवा सभा जिल्ला महाकाल गाउँपालिका वडा नम्बर 3 हो। यो पारी नुम हो, यता गडी हो। यो नुम र गडीको बिचमा लडेको अरे। एकजना बुढो मान्छे हुनुहुन्छ, उहाँलाई यसको विशेषता यसको विशेष बारेमा म तपाईँ सामु म जानकारी गराउँछु। उहाँ यहीँ हुनुहुन्छ, उहाँलाई यहाँको विशेष जानकारी छ। उहाँ पुरानो मान्छे पनि हुनुहुन्छ, यहाँको स्थानीय बासिन्दा। तपाईँको नाम भन्नुहोस् त। मेरो महेन्द्र बहादुर। यहीँ बस्नुहुन्छ होइन? यही नै। अनि काम चाहिँ के गर्नुहुन्छ? म अहिले खेती किसानी गर्छु र अनि यो बङ्खारमा पनि म काम गरिरहेको। आज म यो बङ्खारको बारेमा यहाँको विशेषता विशेष उहिले के भएको थियो होइन, कसो भएको थियो, यसको लागि थोरै जानकारी पाउन तपाईँ। अब यो उहिलेको लडाइँमा अब यो बङ्खार भन्ने लडाइँमा खेलेको थियो अरे लपरपाडे कालुपाडे भन्नेहरू। हजुर। अनि यहाँदेखि नेपाली मान्छेहरूलाई नुमतिर यहाँदेखि घुयत्रोले चाइनाले हानेर मार्यो अरे। अनि त्यहाँबाट पारीदेखि हाम्रो नेपाली सेनाहरू आएर फौजी आएर अनि यहाँ आएर भट्टे पोल्ने भन्ने ठाउँमा खुकुरी आएर खेदेर अनि यहाँदेखि माथि खर्तामा हाम्रो नेपाल सरकारले पुर्याए थियो अरे। अनि हाम्रो गाडी भन्ने बङ्खार यो चाइनाले खुनेको थियो अरे। र हामीले उहिले बाजे बोजूले भनेको कुरो अगाडिकै कुरो लपरपाडे कालुपाडे भन्ने यिनीहरूले आएर माथि खर्ता पुर्याएर खर्तादेखि हाम्रो नेपालले माथि खर्ता पुर्यायो। त्यहाँबाट यहाँदेखि फेरि उता टिस्टा हाम्रो जङ्गा महाराजले उता पुर्याएर उता हाम्रो तरवार उता हाम्रो जङ्गा महाराजले पखालेको अरे टिस्टामा भनेको हामीले सुनेको कुरो यति रहेको। तपाईँ चाहिँ यहाँ पहिलादेखि नै बस्नुहुन्छ? म एकदम यहाँको बासिन्दा उहिलेदेखि बाजे बोजूको जन्म ठाउँ यही हो मेरो। भट्टे पुल भन्ने चाहिँ कहाँ छ? भट्टे पुल भन्ने यही हो। अनि गाडी भन्ने गाडी यो भट्टे बङ्खार भन्ने यो अहिले बङ्खारको यो बाटो रस्ता भयो। अनि गाडी भन्ने अलि मासतिर पोर्त्र छ। अहिले त्यहाँ आयुर्वेदिक बनिरहेको छ पुरानो। यति नै हामीले यो गडी भन्ने ठाउँ यहाँ हस् त तपाईँले यति भनिदिनु भएकोमा होइन, यहाँको विशेष जानकारी तपाईँले दिनुभयो, धन्यवाद। यस्तो है अब हामीले सुनेको कुरो। यही हो, हेर्नुहोस् अहिले यो प्रधानमन्त्री रोजगारले बनाइरहेको छ होइन, अति सुन्दर देखिरहेको छ। तर यो प्रदेश पालिका होइन वडाबाट पनि यो बजेट होइन, यो प्रधानमन्त्री रोजगारले बनाएको बजेटबाट यो यसलाई बनाइरहेको छ होइन। तीव्र गतिमै भइरहेको छ, अति सुन्दर। यसो हेर्दाखेरि अब यो बाटो जानु चाहिँ कहाँसम्म जाने हो, तर हेर्दाखेरि ठ्याक्कै चाइनाकै जस्तो पनि बनिनु खोजिरहेको छ। चाइनाकै जस्तो चाहिँ नबनौँ होइन। हेलो हेर्नुहोस्, यहाँको तपाईँले सुन्दर दृश्य म बाहिरतिरको पनि यसो देखाइदिन चाहन्छु दर्शक दिनहरू। हजुर हेर्नुहोस्, हामीभन्दा उहाँलाई यहाँ अघि यहाँ एकजना बुढो मान्छेलाई सोधे, हामीभन्दा उहाँलाई धेरै जानकारी भएको हो। तपाईँलाई जानकारी गराइ पनि सके होइन। यो यति भन्दै यो मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। र यो कुन ठाउँ हो भने सङ्खुवा सभा जिल्ला महाकाल गाउँपालिका वडा नम्बर